हेलो हेलो नमस्ते सबैजनालाई स्वागत छ हजुरहरूलाई मेरो कुकिङ भिडियोमा। आशा छ हजुरहरूलाई भिडियो मनपर्ने छ भनेर। अनि सुरुमा चाहिँ म आज कटहरको तरकारीको रेसिपी लिएर आएको छु। यो कालो कराईलाई चाहिँ इग्नोर गर्नु होला। कराई कालो भए पनि तरकारी चाहिँ मिठो हुन्छ। तर सुरुमा चाहिँ मैले तेलमा प्याज लगाएको थिएँ अनि प्याजलाई रातो हुनसम्म भर्छु। अनि त्यसपछि चाहिँ म यो कटहरलाई चाहिँ म राखेर रातो रातो हुनसम्म भुट्छु। कटहरलाई चाहिँ सुरुमा मैले चक्कुमा पनि तेल, हातमा पनि तेल र राख्ने भाँडामा पनि तेल लगाएर राख्नुपर्छ, नत्र चप्पिन्छ। अनि त्यसपछि चाहिँ कटहरलाई बनाएरै भुटिसकेपछि मैले छिट्टै भुट्दै गरेको छु सानो ग्यासमा। अनि छोप्दै भुट्दै गरिसकेपछि चाहिँ मैले यसमा मसलाहरू राख्छु। काटेमा मसलाहरू, नुन स्वादअनुसारको, अनि कलर अनुसारको हल्दी पाउडर, हँदेलो। त्यसपछि चाहिँ म यसमा जिरा पाउडर र धनियाँ पाउडर पनि राख्छु। त्यसपछि टमाटर, मसलाहरू भुटेपछि म टमाटर पनि राख्छु। अनि अदुवाको पेस्ट, अनि अदुवा, लसुन अनि अर्को के खुर्सानी राखेर भुट्छु। अनि त्यसपछि मैले गलभेडा राख्छु। गलभेडा चाहिँ यतिको भुटिसकेपछि चाहिँ मैले छिट्टै पकाउँदै गर्छु 5 मिनटसम्म। अनि त्यसपछि चाहिँ पाकेर चाहिँ रेडी हुन्छ। सबै पकाउँदै गरिसकेपछि चाहिँ मैले यसमा अलिक ग्रेभीको लागि कटहरमा चाहिँ मैले आलु राख्छु। तरकारीको राजा आलु महाराज। यो आलुलाई चाहिँ मैले बोइल गरेको थिएँ सुरुमा। यो चाहिँ बोइल गरेको आलु राखिसकेपछि अलिअलि भुटेपछि चाहिँ अनि चाहिँ म त्यसमा पानी राख्छु। पानी राखेपछि चाहिँ 5 मिनटसम्म पकाएपछि हाम्रो चाहिँ कटहरको रेसिपी रेडी हुन्छ। हजुरहरूलाई कस्तो लाग्यो? भिडियो मन परे सेयर, लाइक, सब्सक्राइब गर्नुहोला भन्दै बिदा हुन्छु। धन्यवाद, थ्याङ्क यू। भिडियो हेर्दै गर्नुहोला।